बाल विवाह गरेर 16 वर्षमै डिभोर्स गरेकी पवित्रा साकी भन्छन् 16 वर्षको उमेरमा विवाह भएको थियो। म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू, अहिले पनि होइन नै भन्छु, किनकि कानुनी रूपमा केही भएको थिएन, सबै इलिगल कुराहरू थियो। म कसैलाई पनि नराम्रो भन्न चाहन्न, राम्रो हुन्छ केही समयपछि भन्ने लागेको थियो। लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेकी छु र बच्चा उमेरमा भएको घटना थियो। अहिले म 25 वर्षको हुँदा धेरै कुराहरू बुझेँ, त्यति बेला धेरै कुरा नबुझेको जस्तो लाग्छ। कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ, मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ। तर जुन समाजबाट म आएको छु त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन। केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ। म बच्चै थिएँ, कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थेँ। मसित कसैले पनि फ्रेन्डसिप गर्न पनि चाहँदैनथे। म त्यो समाजका लागि नराम्रो भएँ। स्कुलमा मेरा पनि साथीहरू कोही थिएनन्, कसैले मेरो अगाडि थुक्यो भने मलाई नै थुकेको जस्तो लाग्थ्यो।